दर्शकबिन तेह्रथुम आख्राईको एक सामान्य किसान परिवारमा 2028 वैशाख 8 गते जन्मेका दुर्गा पर्साईले 8 कक्षासम्म मात्र पढेका छन्। बुवा कृष्णप्रसाद पर्साई र आमा कौशलाका सन्तान दुर्गालाई नजिकबाट चिन्नेहरूका अनुसार उनी सानैदेखि रिसा स्वभावका थिए। 8 कक्षामा पढ्दा शिक्षकलाई अभद्र व्यवहार गरेपछि विद्यालयले उनलाई कारबाही गर्यो। त्यसपछि उनले स्कुल जानै छोडिदिए। पर्साईको परिवार आर्थिक रूपमा कमजोर थियो। पहाडमा गाह्रो भएकैले धेरै अघि उनको परिवार तेह्रथुमबाट शनिचर्य बजार नजिकै बसाइसरेको थियो। झापा झरेपछि पर्साईको विवाह सानै उमेरमा उमा गिरीसित भयो। गिरी परिवार झापाको प्रसिद्ध गिरीबन्धु टी स्टेशनका धनीको आफन्त थिए। त्यो बेला पर्साईको ससुराली घर जहाँ थियो अहिले त्यहाँ B&C अस्पताल छ। अस्पतालको नाम पर्साईको सासू ससुराकै नामबाट राखिएको छ। B अर्थात् भगवान गिरी र C अर्थात् चन्द्रमाया गिरी। उमा गिरी र उनका भाइ सौतेनी आमातिरका सन्तान हुन्। पर्साईका बुवा आमा नेपाली काङ्ग्रेससँग आस्थावान थिए। त्यसैले सुरुमा उनी नेपाली काङ्ग्रेसमा आबद्ध भए पनि राजनीतिमा सक्रिय थिएनन्। घर चलाउनका लागि पर्साईले केही समय ग्रिल फ्याक्ट्रीमा काम गरे। त्यसपछि रोजगारीका लागि पर्साई युरोपतिर गए। युरोपमा उनले भैँसी फर्ममा काम गरेका थिए। त्यहाँ भैँसी फर्ममा काम गरेको अनुभव लिएर उनी नेपाल फर्केर भित्तामोडमा भैँसी पालन सुरु गरे। दुर्गा पर्साईको सम्पत्तिसँगै उनको ऋणको पनि चर्चा हुने गर्छ। सबै कारोबार चलाउनका लागि उनले बैंकबाट अर्बौं ऋण लिएका छन्। रिपोर्टहरू अनुसार विभिन्न बैंक र वित्तीय संस्थाबाट उनीमाथि 7 अर्ब रुपैयाँको कर्जा छ। यद्यपि उनले कर्जा चुकाइरहेको बताउने गरेका छन्। हाल उनी B&C टिचिङ र पूर्वाञ्चल क्यान्सर हस्पिटलका मालिक हुन्। यो व्यवसाय उनका 2 सन्तान छोरा डाक्टर निरञ्जन पर्साई र छोरी डाक्टर चन्द्रा पर्साई अनि सालोले हेर्छन्। चिन्ने जान्नेहरू भन्छन् पर्साई जति अराजक र उग्र भए पनि उनका छोराछोरी निकै शान्त र भद्र स्वभावका छन्। काङ्ग्रेस माओवादी एमाले हुँदै राजावादी बनेका पर्साईले भने अब गम्भीर मुद्दाको सामना गर्नुपर्नेछ।